ओए बहिनी बोला सौभाग्य भन्नु चिल वेट सबै चिज छ एउटा चिज मात्र छैन त्यो चाहिँ भाउजू हो हामी चाहिँ फुल किन्दैछौँ भोलि हाम्रो दाजुभाइहरूको लागि मेरो क्युट ब्रदरको लागि हाम्रो आनीहरू चाहिँ सल्लाह गर्दैछ आजको वेदर एकदम धेरै राम्रो छ डोरी के आनी मालाको डोरी अनि यहाँ तन्द्रुङ एउटा फुल झुन्डाएर के त्यारे फुल ए हाम्रो दाजुभाइहरू त के गर्ने होला कमिटी हुन्थ्यो है हाँस्थ्यो होला के हो यस्तो माला पनि एउटा मात्रै फुल हो अन्त छोरी आउने टाइममा हो अनि 7, 8, 9, 10 अनि सटेस छ अरे क्या सुनको भाउ जस्तै हो नि अनि सटेस छ अरे अब अहिले मौको हो नि त मौकोमा चौका हाल्यो भने यो अब पर्सि पाएर त कहाँ छोडेर फुलाउँछ कि एक रुपियाँ दिन्छौँ न भोलि दिउँसो गरे छैन नि भोलि दिउँसो पार्दा अनि 1 रुपियाँ भाउ पनि हुँदैन उसको तर खानुपर्छ बरु सस्तोमा दिनु नि है फुलहरू महँगो भयो फुलहरू किन्यो भने युट्युबमा हालिसकेको हिजो फेसबुकमा फुल अनि एउटा मालाको 5,000 त्यो चाहिँ घरको लागि क्या अनि घरभरि माला लाउनेहरू कसरी हो चाहिँ एउटाको 30 रुपियाँ छ 6 एउटाको 30 रुपियाँ यो फुल कस्तो राम्रो लाग्छ यो बेलामा यो यसको चाहिँ कसरी 650 दिदी कति बनायो यो पनि मैले सोच्नु यहाँ मैले सोच र मैले भन्दा त कालो घत्रकै फुल जोड्ने अनि बुटीले चाहिँ भिडियो बनाउने के अरे सुनको भाउ फुलको भाउ सुन भइसकेपछि राति राति फुल चोर्नेको लाइन अनि लास्टमा भिडियो भाइरल भएर अनि भोलिपल्ट दाजुभाइले हाम्रो खोज्दा हेर्दा दिदीबहिनी हेर्दा जेलमा पो हामीले चाहिँ सपिङ गरेर आइसक्यो सो हाम्रो चाहिँ भोलिको लागि मालाहरू रेडी हुँदैछ टक्का लाएर अनि मेरो आनी र आजी चाहिँ सेलरोटी पकाउँदै हुनुहुन्छ वाउ तपाईँहरू हेर्न सक्नुहुन्छ यति प्रिटी रोटी यति राम्रो रोटी त भन्न मिल्दैन के हो कर्मटे मात्र कालो कालो छ यहाँ कालो छ यहाँ 2 थोप्ला कालो यहाँ कालो हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ कालो रोटी के भएछ अरे भन त कहिले भेगन अरे सिङ्गल फरेभर स्योर हो नि लै त हेरेर ओके गर यस्तो सो हाम्रो चाहिँ आज भाइ टिकाको तयारी हुँदैछ भाइ टिकाको तयारी अनि मेरो आनी चाहिँ खाना बनाउँदै हुनुहुन्छ अनि यता आनी चाहिँ मिलाउँदै हुनुहुन्छ मेरो भाइहरू चाहिँ हाँस्नुतिर छ रानी यहाँ काम गर्दै हुनुहुन्छ अनि यो पुऱ्याइदिउँ त ठुलो 4जनालाई
लगेगा अनि यो राखिदिनु। वो पहनने के लिए मान जाती है वो कलर को पहन कर आती है जिसमें कि वो काफी ज्यादा खूबसूरत लग रही थी सारे लोग जो कि उसे देखकर चौंक जाते हैं अनि शेर्पा चाहिए उस पर अजीब लग रहा है राखिदिनुहोस्। सुजुकी की कि मेरो सँगै दाइलाई साइड पे खड़े होकर सेम भाई क्योंकि वो चाह रहा था कि वो तीनों एक साथ टाइम यो मेरो घिलको भाइलाई सुजुकी को तो अपनी फैन से वहाँ पर भेज दिया लेकिन वहाँ पर एक लड़की जो कि कुजुकी की फैन नहीं होती आलू। सारी लड़कियों को त्यो भइसक्यो त्यहाँ। यो मेरो क्रिस पललाई स्लिप कर जाती है और यो दालको गिरने वाली है। इसकी तरह हाथों से बचा लेती है अब कुछ नीचे रख देती है अब इसके बाद कुजुकी अपने पास से जाने उयो छ। लगती है। तभी वहाँ जाने में से एक हाथ निकलता है जो कि कुजुकी को अंदर खींच लेता है और वो होता है यू। और वहाँ कुजुकी के फैंस जो कि उसे ढूंढ रही थी और इधर यू जो कि उसके लिए खाना लाया था और वो उसे देता है लेकिन कुजुकी उसे मना कर देती है खाना खाने से। अब इधर यू जो कि उसे बोलता है कि उसे पता है उसके पैर में चोट लगी है उसको देखा है कि वो ठीक यहाँ गरेर 40 घर फुललाई सौँपन अरे क्या दाजु पनि 12 बजी भन्छ अनि मैले उपर सोधेँ अघि त्यो के गर्दै 11:40 मा श्यामहरू पनि आठ भएर के 12 बजीसम्म त पऱ्यो रुटन नै खाएर आउँछ त्यति खानाको बात पनि गर्छ खानेको त पुरै गर्नु पर्यो नि अनि मलाई आमा त्यति कुरो खानु सो म चाहिँ कस्तो तिर्खाले गाह्रो भइसक्यो तिर्खा लागेन भोक भन्दा मलाई कस्तो तिर्खा लागिरहेको छैन यु लुक सो प्रिटी सो हामी चाहिँ अब रेडी हुँदै हो बाइटिकाको लागि मेरो नानी रेडी हुँदैछ राम्री राम्री भएर त्यसो मेरो दाइ भगवान् छ सबै चिज छ एउटा चिज मात्र छैन त्यो चाहिँ भाउजू हो कहाँ भाउजू त्यो चाहिँ पैसा हो भन्दा होइन त पैसा उही छुट्टीसँग होला नि क्यास छ भने क्युआर गरिदिनु क्यास पुरा गर्नु न तपाईँ होइन जब त्यति किराना पसलमा जाउँ त्यहाँ गएर भनौँ न तपाईँको राम्रो आएको छ क्यामेरा मेरो कस्तो नराम्रो आएको छ अब एकजना मलाई चिरा लाने अब यहाँ सुरु गर्न भने फोटो पनि खिचेर बस्यो सायदै आएको छैन फोटो भने उनीहरूले फुल लाएर झ्याम्मै गुम्बा जस्तै भयो भन्दा अर्को चाहिँ गेलको रहेछ हेर्दै हो अनि गेलबाटै त्यसपछि बच्चा ठुलो छ अर्को फेरि अनि यहाँ चिया पकाउनु पर्यो राख्नु पर्यो यहाँ चाहिँ मेरो छोरा छ मेरो सानो छोरा ल दाइ 1 2 3 ह्याप्पी दियर ल ओके यो सब मेसेज हामी खिच्न नि हाम्रो दाजुभाइसँग ल हामीहरू खिचौँ न टोली खिच्दै सामने ल्याऊ
अब फुची फुची पट्यो भन्दै आजा आजा चो आजा आप में मारे कसो मेरो दाइ मेरो ब्लगमा आउनु म त कस्तो खालको सौभाग्य भन्नु चिल चिल भइरहेछ चिल सँगैले है सो हाम्रो फोटो सुटहरू चल्दैछ लग्न भएन यो सुहाउँदैन भनेपछि त्यहाँ हावा धेरै सानो त्यसलाई सुहाएको छ कि म विश्व सुन्दरी ओइ उठ्न अनि उहाँ उभिने होला नि ओ मेरो भाइ त्यही त ल फोटो त खिच्दै खोइ के सिस्टमले खिचेको किसमले के हेरी भइरहेको त फुट 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 भइरहेको छ है अनि के मानि छैन नि अनि बहिनीलाई चाहिँ उता दिएर उता यता आज खोइ मेरो तपाईँले बिहार संस्कार सिल्नु संस्कार अनि यस्तो पर्छ क्या हाम्रो ओइ बहिनी बोला पर्व यता दिँदैछ भाग्यमानी मेरो भाइ अर्को दिन ठुलो दिदी अलि टाढोबाट गयौँ त्यो पछि क्रप गर्दाखेरि जान्छ है अलि टाढो माग्ने खालको सेन्डविचहरू पनि हामी कुरा सही भन्छ